परमेश्वरलाई दिने कुरा आउँछ नि कम्पिटिसनबाट सुरु गर्नुपर्छ। त्यसले दिएको भन्दा म बेस्ट दिन्छु, त्यसले दिएको भन्दा मैले बेस्ट सक्छु गर्छु। अब त दिने कुरा रुपियाँ पैसाको कुरा होला सायद। अब म अर्को पोइन्टमा आउँदैछु। तपाईँको जीवन तपाईँ सँगै चाहनुहुन्छ, छुटकारा चाहनुहुन्छ, तपाईँको जीवनमा परमेश्वरको आशिष चाहिएको छ, करेक्ट हुने चाहिएको छ। कतिजना रोगी हुनुहुन्छ यति हात उठाउनु होइन। हामी सबलाई चर्चा हेरेर धेरैजना छ। हामी यहाँ आउनु पनि रिजन हो। मैले अलिक अघि नै भने मलाई थाहा छ, किनभने हामी धेरै ठाउँबाट जान्छौँ, हामी मान्छे देख्छौँ, हामीले चिन्छौँ है। धेरैचोटि हाम्रो अन्डरस्ट्यान्डिङै त्यही छ। हामीलाई वचन सुन्नु मन पर्दैन, तर यहाँ आएर चिच्याउनु गराउनु धेरै मनपर्छ। अहिले हामी प्रार्थना गर्दा तपाईँ रुनु गराउनु थाल्छ, तर वचनले तपाईँको आँसु कहिले निस्किँदैन। हामी प्रभुमा तपाईँलाई माया गर्छु, मैले तपाईँलाई जीवन दिएको निरो निको हुनु नसक्नुको पछाडिको हाम्रो हृदयको कठोरता छ, हाम्रो दुवै चरित्र छ कि हामी डबल लाइफ जिउँछौँ परमेश्वरसँग। के परमेश्वरलाई थाहा छैन तपाईँ कस्तो हुनुहुन्छ? तपाईँको भित्र प्रभु छिरेर हेर्नु भएको छ। तपाईँलाई बनाउने हो, मलाई बनाउने हो। मलाई के लाग्छ तपाईँलाई थाहा छैन? डबल स्ट्यान्डर्ड माछा चिन्दै गर्दा है, डबल स्ट्यान्डर्ड माछा, डबल प्राइसको लागेको माछा चिन्दै गर्दा कसले देख्नुहुन्न? हजुर, आज तपाईँ र म जुन परिस्थितिमा छौँ यसमा कहीँ न कहीँ हामी दोषी छौँ। परमेश्वर कमजोर भएको होइन। हजुर, परमेश्वर कमजोर भएको होइन। आज किन विश्वास गरेको व्यक्तिलाई भूतात्माले सताएको छ? कसरी भूतात्माको जीवनमा काम गर्न सक्छ? हजुर, कसरी तपाईँ शैतान तपाईँको जीवनमा बास गर्न सक्छ? तपाईँलाई परमेश्वर प्रतिज्ञा गर्नु, म तेरो जीवनमा आएर म वासस्थान बनाउँछु, तिमीहरू पवित्र आत्माको मन्दिर हो। आज शैतानको खडा भनेको छ।